अब अर्को विषय। तिहारको लक्ष्मी पूजासँगै नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म शताब्दी मनाउने क्रम शुरू भएको छ। महाकवि देवकोटाको योगदानहरूको सम्झना गर्दै वर्षभरि नै विभिन्न साहित्यिक कार्यक्रम गर्ने तयारीमा नेपाली साहित्य जगत उत्साहित हुँदै जुटेको छ। देवकोटाको देहावसानपछि धेरै सरकारहरू बने, यद्यपि केही मानिसहरूको अनुभवमा ती सरकारहरूले देवकोटाको मात्र नभई नेपाली साहित्यका अन्य प्रतिभाहरूको योगदानको पनि उचित कदर गर्न सकेनन्। देवकोटाको जन्म शतवार्षिकीका अवसरमा हाम्रा काठमाडौँ संवाददाता सुरेन्द्र फुयालले तयार पारेको यो विशेष रिपोर्ट। आफ्ना भूलहरू नगिनी झैं बेरिरहेछन् वक्षस्थल, तिनबाट म केही मोचन पाऊँ भन्दै प्रभुजी गर्छु पुकार। क्यान्सर रोगबाट ग्रसित भएपछि 2016 सालको भदौ महिनामा महाकवि देवकोटा ललितपुरको शान्त भवन अस्पतालमा भर्ना भएका थिए। देवकोटा गम्भीर बिरामी भए पनि उनीभित्रको कवि भने स्वस्थ र तन्दुरुस्त नै लाग्दथ्यो। उनले अस्पतालको शय्याबाट वाचन गरेको यो कवितामा सुनिए जस्तै, मानवताको भाव हजारौं मैले गाएँ कवितामा, तर ती सारा विफल भइकन फोस्रो भए अब प्रभु श्याम। आफ्नो अन्तिम अवस्थामा अस्पताल शय्याबाट वाचन गरिएका यी हरफहरू रेकर्ड गरिएको क्यासेट बीबीसीलाई देवकोटाको परिवारले पहिलो पटक उपलब्ध गराएको हो। तिहारको लक्ष्मी पूजाको दिन राजधानीको धोबीधारामा आमा अमर राज्य लक्ष्मीको कोखबाट जन्मिएका देवकोटा धनधान्यकी देवी लक्ष्मीको प्रसाद होइन, बरु सरस्वतीको प्रसाद बन्न पुगे। 10 वर्षको कलिलो उमेरमा नै उनको परिपक्वताको र उनको प्रतिभाको प्रस्फुटन भइसकेको थियो। यसरी घनघोर दुःख सागर जान भाइ, नगरे घमण्ड कहिले मर्नु छ हामीलाई। देवकोटाका यी हरफहरू सुनेर उनका कवि समेत रहेका पिता तिलमाधवले लक्ष्मी प्रसादलाई सरस्वतीको अवतार मानेका थिए। देवकोटालाई नजिकबाट चिन्नेहरू भन्छन् देवकोटाको खुबी साँच्चै नै अतुलनीय थियो। महाकवि देवकोटाले त्यति बेला छायामा पर्न लागेको झ्याउरे छन्दलाई धेरै माया गरे। त्यसको पुष्टि झ्याउरे शैलीमा लेखिएको र धेरै पाठकहरूले रुचाएको मुना मदनको गाथामा प्रष्ट हुन्छ। देवकोटाको प्रतिभा बहुआयामिक थियो र उनको कलम कहिल्यै नरोकिएको बलियो प्रमाण स्वरूप उनका सुलोचना, शाकुन्तल जस्ता महाकाव्यहरू, अनेकौं निबन्ध तथा प्रबन्धहरू, उनीबाट सिर्जित नाटक र सयौं फुटकर कविताहरू रहेका छन्। देवकोटा एक अद्भुत स्रष्टा थिए। उनले एक दिनमा कुञ्जिनी खण्डकाव्य र 10 दिनमा सुलोचना महाकाव्य रचेका थिए। अंग्रेजी साहित्यको समेत गहिरो अध्ययन गरेका देवकोटाले अंग्रेजीमा पनि लेख्न भ्याएका थिए। समकालीन अंग्रेजी साहित्यको अध्ययनपछि देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादको प्रवेश गराएका थिए। अंग्रेजी प्रेम नै मान्न सकिन्छ। अन्तिम अवस्थामा शान्त भवन अस्पतालको शय्यामा पनि देवकोटा अमेरिकाबाट आएका एक ईसाई डाक्टरलाई कवितामा धन्यवाद दिँदै थिए। मेडिकल एन्जल एन्ड स्पिरिचुअल एन्जल came to Nepal. You have got the light of Jesus before your eyes. I never saw a greater miracle than such a doctor. उनको प्रसिद्ध पागल कविता अंग्रेजीमा समेत लेखिएको छ। द ल्युनाटिक नाम दिएको सो कविताको भावसँग कविहरूको अन्योन्याश्रित सम्बन्ध रहेको अनुभव सुनाउँछन् प्रसिद्ध उपन्यासकार डाक्टर ध्रुवचन्द्र गौतम। देवकोटा विदेश जानुभएको थियो, हामी केटाकेटी थियौं अनि उहाँलाई स्वागत गर्दै एकजना अंग्रेजीका प्रोफेसरले भन्नु कि पोएटहरू ल्युनाटिक किसिमका हुन्छन् भनेर भन्नुभएको थियो है। देवकोटाले आफूले बोल्दा चाहिँ के भन्नु, मेरा विद्वान मित्रले पागल त सबै पागल हुन्, कविहरू काम लाग्ने पागलहरू जम्मै पागल भन्नुभएको थियो। वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेका विचारमा जीवनको सूर्यास्त अघि देवकोटा साहित्यमा नोबेल पुरस्कार पाउनका लागि उद्यत देखिन्थे। आफ्नो जीवनकालमै यो नेपाली शाकुन्तल महाकाव्य निस्किएको छ। त्यो मौलिक रूपमा अंग्रेजीमा नै मूल लेख्नु भएको हो। उनको साहित्य चाहिँ विदेशी भाषामा अनुवाद भएर जान सकेको भए विश्वले पनि देवकोटाको महान प्रतिभाको महत्व थाहा पाउँथ्यो। त्यसो हुन सकेन, तर देवकोटाका कृतिहरूलाई विश्वव्यापी बनाउन अझै पनि अबेर भइसकेको छैन। यो वर्षका कार्यक्रमबारे देवकोटाको शतवार्षिकी समारोह समितिका संयोजक रहेका साहित्यकार तथा राजनीतिज्ञ मोदनाथ प्रसृतले भने, उहाँको बारेमा लेखेका कृतिहरू प्रकाशन गर्ने, समालोचनाहरू प्रकाशन गर्ने र एउटा अलि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको अलि कवि सम्मेलन गर्ने, त्यस्तो खालको एउटा वर्षभरिको कार्यक्रम हामी बनाएका छौं। शान्त भवन अस्पतालमा उपचारका क्रममा महाकविले आफूले प्रलय पीड़ा भोगिरहेको बयान गरेका छन्। उनले प्राण त्याग गर्न पोटासियम साइनाइड नाम गरेको विष समेत मागेको बताइन्छ। त्यति बेला देवकोटाले पत्नी मनदेवीसँग पोखेको वेदना पनि रेकर्ड गरिएको रहेछ। यस्तो मेरो पच्चित भएको छ कि यस्तो महापातकले तिमी जस्तो तपस्विनीको गन्धसम्म सुन्न पनि सक्छ कि सक्दैन जस्तो भइरहेछ।
म मरे मेरो माया मोह छोड्दै पनि भन्दछु। उद्देश्य के लिनु उडी छुनु चन्द्र 1 भन्ने देवकोटा अन्तत 2016 साल भदौ 29 गते साँझ यो संसारबाट सदाका लागि बिदाबादी भए। प्रलय निदमा सुतिरहेछु मेरो ब्रह्माण्ड जल्यो, आउन सक्ने प्रभुको पदमा मेरो आत्मासम्म गल्यो। तर नेपाली साहित्यका जाज्वल्यमान तारा महाकवि देवकोटाले नेपाली भाषा र साहित्यलाई धेरै धनी बनाएका छन्। नेपाली वाङ्मयको क्षेत्रमा उनका काव्य सृजना र कविताहरू अमर अजर छन्। सुरेन्द्र फयाल, BBC, काठमाडौँ।